एभ्रिवान गाइजहरुलाई एमसी ब्लगमा स्वागत छ। गाइजहरुलाई काँचो कागज भन्ने त सुन्नुभएको होला, लोक्ताबाट कसरी बन्छ भन्ने लागिरहेको होला। यहाँ हजुरहरु भिडियो हेर्न सक्नुहुन्छ। यो चाहिँ पुरै पकाउने ठाउँ, पखाल्ने ठाउँ रहेछ हैन। म पनि फर्स्ट टाइम गएको हैन। यो चाहिँ पुरै पकाउने अनि यहाँ पखाल्ने गरिदो रहेछ। अनि यसलाई चाहिँ यो पखालेर पखाएर आगो चाहिँ धन्के बाल्नु पर्दो रहेछ। मुढाहरू हेर्नु न कत्रो कत्रो छ गाइजहरु, हामी देख्न सक्छौं हैन। पुरै काँचो कागज बनाउनको लागि राखिएको मुढा हो यो चाहिँ आगो बाल्नको लागि। अनि यतापट्टि रहेछ त्यो लेयर निकाल्ने होला सायद। अनि यसरी यत्रो धेरै सामग्री राख्दो रहेछ, हेर्न सक्नुहुन्छ गाइजहरु। यही प्रक्रियाबाट चाहिँ यसरी काँचो कागजहरू बनाइन्छ। यो बनाइसकेर फेरि सुकाउन अर्कोपट्टि लगिन्छ। त्यो ठाउँ पनि म गाइजहरुलाई देखाउने नै छु। त्यहाँबाट त्यसरी त्यो बनाइसकेपछि पकाएर त्यसलाई यसको माथिबाटको लेयर निकालेर त्यसलाई सुकाउन चाहिँ फेरि बेग्लै ठाउँ लगिन्छ। त्यो चाहिँ परनी छ उतापट्टि। म त्यो पनि गाइजहरुलाई देखाउने नै छु, हेर्न सक्नुहुन्छ। यहाँनेर चाहिँ ल्याएर यो पातामाथि टाँसिएको हुन्छ अनि सुकाउने। यो सबै बाँसलाको त यो यसरी पातामाथि हुन्छ। यो चाहिँ पछि पाताबाट निकालेर राखेको हो। यहाँ पनि खिचेर राखेको छ, देख्न सक्नुहुन्छ गाइजहरु। यो चाहिँ बिग्रेर सायद फ्याँकेको होला निकाल्दाखेरि च्यातेर। यहाँ त्यतिकै छ हैन। हो यसरी टाँसिएको हुन्छ, त्यो निकाल्नु पर्ने हुन्छ। अनि त्यसलाई किचेर यसरी किचेर राख्नु पर्ने हुन्छ। काँचो कागज चाहिँ यही प्रक्रियाबाट बनिन्छ। लोक्ता अर्गेली भन्छ, अर्गेली ल्याएर त्यसलाई पकाएर अनेक थोक गर्नु पर्दो रहेछ। देख्न सक्नुहुन्छ गाइजहरु, काँचो कागज चाहिँ यसरी बन्दो रहेछ। काँचो कागज बनाउने ठाउँमा पुगेको थिएँ र एउटा सानो ब्लग गाइजहरुको लागि ल्याएको थिएँ मैले।